हेलो गाइज, हामी चाहिँ आज एउटा गाउँमा बस्ने एउटा दाइलाई प्र्याङ्क गर्न गइरहेको छु। कंट्रोल। चलिए शुरू करते हैं। हेलो। हजुर नमस्ते। नमस्ते हजुर। म एमबी मिडिया काठमाडौँदेखि। हजुर। हेलो। हेलो हजुर, फोन किन काट्नु भएको हो? हजुर भन्नु न, तपाईँ मैले काटेर आफै काटेर आउनुहुन्छ। हजुरको त्यहाँ नेट प्रोब्लम छ कि क्या? हजुर अलि समस्या छ भन्नु पर्यो साथी। नाम के हो? नाम के हो? बलबहादुर बोरा बोल्नु भएको हो सर? हजुर। हजुर, थोडा कुरा गर्नुपर्ने थियो, हल्का टाइम छ कि हजुरसँग? के कुरा हो र? म चाहिँ एमबी मिडियादेखि काठमाडौँदेखि बोलेको होइन। हजुर। हजुरको टिकटक आइडी छ नि? मेरो टिकटक आइडी खै छैन कि छ, त्यो पनि थाहा छैन। मैले चाहिँ यो जिमेलदेखि नम्बर पाएर फोन गरेको है। हजुर। हजुर फोन गरेको अनि तपाईको त्यो टिकटकमा भिडियो बनाउनुहुन्छ नि एउटा सानो नानीले। हजुर। के हो, हजुरको बहिनी हुन्? नै। के भन्नुभयो त हजुरको? हेलो सर। हजुर हजुर। हजुर आवाज आइरहेको छैन? खासै सुनिरहेको छैन। हजुरको टिकटक एकाउन्टमा भिडियो बनाउनुहुन्छ नि एउटा नानीले, हजुरको के भन्नुभयो? मेरो? हजुर। म्याडम। ए हजुरको के भन्नुभयो? मेरो? हजुर। मैडम। ओ हजुरको बुढी हुन्? हजुर। ए अनि हजुरको घर चाहिँ कता पर्यो नि? मेरो घर सुदूरपश्चिम। हजुर, सुदूरपश्चिम कता ठाउँको नाम होला नि? हजुर। सुदूरपश्चिम कता ठाउँको नाम होला नि? कैलाली। कैलाली? हजुर। कैलाली ठिक्क त त्यो लोकेसन भन्न मिल्छ कि? हजुर। ठिक्क हजुरको घरको लोकेसन भन्न मिल्छ कि भनेको? लोकेसन यतातिर छैन, त्यही हो उत्तरिया। अत्तरिया? अत्तरिया ठिक्क अत्तरियै हो कि या? उत्तरियै भन्नुपर्छ। किन किन? हजुर यता यता सर यता सुन्नु न। हजुर भन्नु त। हजुरको चाहिँ अब टिकटकमा राम्रो। हेलो, एक काट दियो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। गाइज, हाम्रो चाहिँ अहिले प्र्याङ्क भिडियो चाहिँ सकिसकेको छ। हामीले चाहिँ अब भनिसकेका छौँ, हामी 3-4 दिनमा आउँछु भनेर भनिसकेका छौँ। अब एक कट गर न। के भन्नु? सबले चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हजुर सबले माया गरिदिनु होला। जसरी मलाई टिकटकमा माया गर्नु भएको छ त्यसरी नै एकछिन युट्युब च्यानललाई पनि हेरेर माया गरिदिनु होला। हस्त धन्यवाद गाइज, मेरो फ्रेन्डहरू। बाई बाई। आज चाहिँ हामीले प्र्याङ्क गर्दाखेरि चाहिँ यहाँ हुनुहुन्थ्यो क्यामेराम्यान निराजन बोहरा, अनि त्यसपछि हुनुहुन्छ यहाँनिर एउटा सानो बाबु छ, अनि त्यसपछि यहाँनिर चाहिँ युट्युब च्यानलका मान्छे महेन्द्र बोरा चस्मा चाहिँ बाङ्गो लाउनु भएको छ। त्यसपछि यहाँनिर मैले भिडियो बनाउँदाखेरि मुसु हाँस्ने मान्छे चाहिँ यहाँनिर
हुनुहुन्छ यहाँनिर पदम बहादुर बोहरा बाबु अनि त्यसपछि एउटा यहाँनिर भाइ छ सानो बसन्त बोहरा पनि अनि हामी यति गरेर हामीले आज प्र्याङ्क गर्ने